हेलो गाइज, नमस्ते। सन्चै हुनुहुन्छ? आज म यस नेपालमा मात्र होइन संसारमै भाइरल भइरहेको कोरियन स्किन केयर प्रोडक्टको बारेमा भन्न गइरहेको छु। कुन चाहिँ राम्रो हुन्छ, कुन राम्रो हुँदैन। कोरियन प्रोडक्ट पनि युज गर्ने स्किन वाइज हुन्छ। अब तपाईँको स्किन कस्तो छ, सेन्सिटिभ छ कि ड्राई छ कि ओइली छ कि है। मेरो चाहिँ ड्राई र एकदम सेन्सिटिभ स्किन छ र मलाई चाहिँ कुन प्रोडक्टहरू सुट गरेको छ त्यो प्रोडक्टहरूको बारेमा भन्न गइरहेको छु। अनि यो चाहिँ स्पोन्सर्ड भिडियो होइन, यो चाहिँ मैले यत्तिकै आफ्नो मन लागेर रिभ्यू गर्न मन लाग्यो। कोरियन स्किन प्रोडक्टहरू अहिले धेरै भाइरल भइरहेको भएर मान्छेहरूलाई हुन्छ नि त, अब कुन किनौँ कुन नकिनौँ भन्ने हुन्छ। त्यही भएको भएर चाहिँ जेन्युन रिभ्यू हो यो चाहिँ मेरो। सो म के भन्न चाहन्छु भने मैले चाहिँ स्किनको मैले धेरै कोरियन प्रोडक्टहरू युज गरेँ, तर मलाई चाहिँ एकदम यो स्किन 104 को दुईवटा यो डबल क्लिन्ज मनपर्छ। एउटा चाहिँ ओइल बेस्ड हो, एउटा चाहिँ वाटर बेस्ड हो। सुरुमा चाहिँ यो युज गर्ने ओइल बेस्ड, अनि त्यसपछि चाहिँ क्लिन त्यो गरिसकेपछि यो युज गर्ने वाटर बेस्ड, अनि सुरुमा यो युज गरिसकेपछि मैले चाहिँ के युज गर्छु भन्दाखेरि टोनर भनेको तपाईँको स्किन केयरको लागि एकदम इम्पोर्टेन्ट छ। अनि तपाईँको स्किन अनुसार हुन्छ। मेरो चाहिँ एकदम ड्राई र सेन्सिटिभ स्किन भएको भएर चाहिँ मलाई चाहिँ यो स्किन 104 को टोनर चाहिँ एकदम सुट गरेको छ यो वाला। यसमा वाइट टोनर पनि आउँछ, यो ब्राइटिङवाला। यो चाहिँ मैले कहिलेकाहीँ गर्छु। अनि यो चाहिँ एकदम अलिकति हुन्छ नि, अब यसमा ब्राइट गर्ने खालको इन्ग्रिडियन्ट भएको भएर होला अलिक चर्चर गरे जस्तो हुन्छ। तर यो चाहिँ मलाई एकदम सुट गर्छ। यो लगाएपछि चाहिँ मलाई इरिटेट पनि हुँदैन, केही हुँदैन स्किन। त्यही भएर यो गर्छु। अनि एम्पुलमा चाहिँ मैले यो वाला गर्छु, यही स्किन 1004 को नै गर्छु एम्पुल पनि। अनि यो दुइटाले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको स्किनलाई एकदम हाइड्रेट र मोइस्चराइज गर्छ के। अनि यो चाहिँ पानी जस्तो हुन्छ है, दुइटै पानी एकदम जस्तो हुन्छ, एकदम पातलो हुन्छ। अनि एकदम हजुरको स्किनमा राम्रो पनि गर्छ, तपाईँको पोर्सहरूलाई क्लग पनि गर्दैन, तपाईँको स्किनलाई एकदम ब्राइट गर्छ होइन। अनि त्यस्तो लगाइसकेपछि मैले के लगाउँछु भन्दाखेरि चाहिँ मैले चाहिँ यो डक्टर अल्थियाको 345 रिलिफ क्रिम लगाउँछु। यसले के गर्छ भन्दाखेरि तपाईँले सबै कुरा लगाइसकेपछि तपाईँको यसमा स्किनमा पानी जुन हुन्छ नि, यसलाई चाहिँ मोइस्चर हुन्छ नि, त्यसलाई चाहिँ लक गर्छ क्या। यसले लक गरेर अनि तपाईँको स्किनको त्यो पानी चाहिँ बाहिर आउनु दिँदैन र तपाईँको फेस चाहिँ एकदम ग्लोई अनि मोइस्चराइज रहन्छ के। अनि यो सब लगाइसकेपछि चाहिँ मैले चाहिँ लगाउँछु सनस्क्रिम होइन। बिहानमा चाहिँ सनस्क्रिम लगाउँछु, नत्र भए यति सबै लगाएर अनि सुत्छु। तर बिहानमा चाहिँ मैले यो सनस्क्रिम लगाउँछु। यो चाहिँ ब्युटी अफ जोसेनको सनस्क्रिम हो, एकदम राम्रो सनस्क्रिम। यसमा चाहिँ राइस र प्रोबायोटिक्स छ। अनि यो चाहिँ SPF 50+ हो। अनि यो लगाएदेखि चाहिँ मेरो एकदम फेसहरू राम्रो होइन। अनि सनबर्न पनि भएको छैन। पहिला एकदम सनबर्न भएर मेरो स्किनमा नि हुन्छ नि, यस्तो गर्दाखेरि पनि प्याच पानी निस्किन्थ्यो क्या। अनि मैले यो चाहिँ युज गर्न लागेदेखि चाहिँ एकदम राम्रो भएको छ फेस पनि, सनबर्नहरू र अनि पिगमेन्टेसनहरू पनि हराएको छ। त्यही भएर मैले चाहिँ सनस्क्रिममा चाहिँ यो रिकमेन्ड गर्छु। अनि एकदम एफोर्डेबल र चिप पनि छ। आई डोन्ट नो नेपालमा पाउँछ कि पाउँदैन, तर मैले धेरै जस्तो भिडियोहरू देखिरहेको हुन्छु नेपालमा पनि किनेको पाउँछ होला, तर त्यति महँगो छ जस्तो लाग्दैन मलाई नेपालमा पनि। तर एउटा एकदम अफोर्डेबल सनस्क्रिन जसले वाइट कास्ट छोड्दैन भने यो लिनु होला है। अनि तपाईँलाई भाइटामिन सीको बारेमा भन्न गइरहेको छु। भाइटामिन सी भनेको तपाईँको एकदम हाइपर पिगमेन्टेसन जस्तो तपाईँको एकदम कालो बन्छ नि, त्यो स्किनलाई चाहिँ ब्राइट गराउने। यो मेरो एकदम दाग बसेको थियो, यो स्पट्सहरू, अनि यो एरियाहरू एकदम मेरो कालो भएको थियो। यो एरियाहरू यो लाउन लागेदेखि एकदम इम्प्रुभमेन्ट भएको छ कि। यो चाहिँ मेडिक्युबको है क्याप्सुल क्रिम भन्ने, एकदम राम्रो छ है गाइज। यो युज गर्नु होला, तपाईँहरूले रिग्रेट गर्नु न। आई डोन्ट नो नेपालमा पाउँछ कि पाउँदैन, तर पाउँछ भने यो लिनु होला, एकदम नै राम्रो छ। अरू भाइटामिन सी क्रिमहरू नलिनु होला, यही नै लिनु होला। यो चाहिँ मेरो किन भन्दाखेरि ड्राई र एकदम सेन्सिटिभ स्किनलाई पनि सुट गरेको छ र मेरो स्किनलाई इरिटेट पनि पारेको छैन। एकदम स्किन पनि राम्रो भएको छ, ग्लोई भएको छ। त्यो भएको भएर चाहिँ मैले रिकमेन्ड गर्ने भनेको भाइटामिन सीमा यो हो। त्यही हो। अब यो चाहिँ मेरो फर्स्ट भिडियो हो, त्यही भएर राम्रो पनि भएको छ कि छैन मलाई थाहा छैन। मलाई यसरी धेरै बोल्नु पनि आउँदैन र फर्स्ट टाइम मैले अलिकति करेज गरेर युट्युबमा यो भिडियो बनाएको छु। त्यही भएर प्लिज लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। र अनि अरू दिन पनि मैले यस्तै स्किन केयरहरूको भिडियोज बनाउँछु, हाल्छु, अनि डेली ब्लग्सहरू पनि हाल्छु। त्यही भएर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हस् त, धन्यवाद, थ्याङ्क यू, बाई।